चाहिँ मैले खाएको होइन यो चाहिँ यहाँनिर साथीहरू छ अरू पनि है र यहाँ मालिङ्गोमा चाहिँ यस्तो छ हेलो एभ्रिवान वेलकम ब्याक टु माई अनदर भ्लग सो आज चाहिँ सन्डे है सन्डेको दिन आज हामी घुम्नु जान्छौँ र तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्छ के लाग्छ है यसो प्रतिक्रिया दिनुस् होला कमेन्ट बक्समा र जसले मलाई सब्स्क्राइब गर्नु भएको छैन सब्स्क्राइब पनि गरिदिनुस् होला है र आजको दिन चाहिँ के कसो हुन्छ कता जान्छु के गर्छु म सबै तपाईहरुलाई देखाउने छु है त भिडियोमा Good afternoon everyone. So आज चाहिँ फेरि पनि सन्डे है सन्डेको दिन हामी घुम्न जान्छौँ मैले भ्लग बनाउँदै थिएँ यहाँ मेरो साथी र आज चाहिँ हामी कता जान्छौँ भने चाहिँ मेक पर्सन कता जान्छौँ अरे कता जान्छौँ अरे मालिङ्गोमा के खानु मालिङ्गोमा के खान्छस् गएर सुँगुरको कान फेभरेट हो यसको पनि र हेरिहाल्नुहोस् यहाँनिर ट्राफिक चाहिँ यस्तो हुन्छ सिङ्गापुरमा भोक लागेर हत्तु हैरान यसको अनुहारमा बाटा बसिरहेको छ आज मैले रिस उठाएर है भोक लागिसक्यो अरे अब खाइदिने भए मजाले ढिलो भयो 3 बज्न आँटिसक्यो बज्न आँट्यो कि बजिसक्यो है हेर्नुहोस् है यहाँ चाहिँ यत्रो ठुलो ठुलो बिल्डिङहरू हुन्छ है कन्डो भन्छ यताको बिल्डिङहरूलाई चाहिँ यहाँ कति धेरै शान्ति छ हल्ला गरेको र बसमा सिङ्गापुरको बसमा हल्ला गर्नु दिनु तर यहाँ किन हल्ला गर्दैछ आज हामी चाहिँ यहाँनिर सेरिङ्गोन रोड भन्ने जग्गामा आइपुग्यो है हामी यहाँबाट पनि छ 3-4 स्टप चाहिँ वाह रोड क्या क्लिन यहाँ चाहिँ यसरी साइकलहरू राखिदिएको हुन्छ है साइकलहरूको एप्स डाउनलोड गर्नुपर्छ हेलो सिङ्गापुर भन्ने हेलो राइड अन्त त्यसमा चाहिँ हामी कहाँसम्म पुग्छौँ बादमा आएर फेरि फर्काएर यतै लिएर आइदिनुपर्छ होइन अन्त चाहिँ त्यहाँनिर पे गर्नु पर्यो तर त्यस्तो महँगो चाहिँ हुँदैन आजको दिन चाहिँ एकदमै राम्रो छ त्यस्तो गरम पनि छैन शीतल वाउ वाट अ ब्युटिफुल प्लेस दामी दामी घर हो यहाँ हेर्नु न उतातिरको जस्तै हाम्रोतिरको जस्तै लाग्यो लु हामी चाहिँ आइपुग्यो यो चाहिँ हाम्रो डेस्टिनेसन हो यहाँ चाहिँ यो बिल्डिङ यहाँ छ मालिङको चाहिँ अब हामी चाहिँ यहाँबाट हिँडेर जानुपर्छ किनभने हामी अलिक यतै ओरै उत्रेछौँ नि त त्यही भएर गयो म्याडमले यत्रो अल्को हिल लगाएर आएको छ आज त्यही भएर हिँड्नु साह्रो पऱ्यो अरे म त जुत्ता लगाएर आएको सो सिङ्गापुरमा चाहिँ यस्तो हुन्छ यति धेरै सफा हेर्नुहोस् मैला भनेको कहीँ पनि देखिँदैन है एकदम आजको दिन चाहिँ यस्तो दामी छ साँच्चै कसम मलाई चाहिँ एकदम शीतल भइरहेको छ हेर्नुहोस् यहाँ झन्डा पनि फर फर भइरहेको छ एकदम दामी दिन छ एकदम मस्त यो चाहिँ मैले खाएको होइन यो चाहिँ यहाँनिर साथीहरू छ अरू पनि है र यहाँ मालिङ्गोमा चाहिँ यस्तो छ प्रिन्स दादाको दोकान हो यो चाहिँ यता मिरु यसले के खाँदैछ त यहाँ माथि तलामा पनि छ हामी चाहिँ आज तल तलमै बसेको है गीत सुन्नुहुँदै होला हाम्रो चाहिँ यहाँनिर सेको आइसकेको छ यो चाहिँ मेरो ड्रिङ्क है आज चाहिँ कान नखाएको सेको खाइदिएको है यहाँको अचारमा चाहिँ टिम्बुर एकदम जुसी मिठो है मन परेको मन परेन कमेन्ट हाम्रो चाहिँ यहाँनिर सुँगुरको थालीमा कति है रायोको साग आलुदम
ल हामी चाहिँ अब खाना थालेको है सुँगुरको मासु थाली आफ्टर लङ टाइम आएको म यहाँनिर प्रिन्स दादाको दोकानमा रायोको साग पनि छ ल फर्स्ट बाइक तपाईँहरूको लागि तपाईँहरूको पनि खान्छ है दामी रायोको साग ठिकै छ त कहाँ पाउँछ है उयो सिम्पल होटल होइन यो बक्सा रायोको साग होला नि यहाँनिर पाउँछ अरे हौ कुनै कहाँनिर नेपाली थाली खाएको अकाली अरे कच्चा लाग्दैन बोसो हेरिहाल्नुहोस् सुँगुरको खायो बस्यो